बुसान आइसकेपछि अर्को घुम्नै पर्ने ठाउँ हो सी लाइफ बुसान। हेउन्डे बीच नजिकै रहेको सी लाइफ बुसान एक्वेरियममा 250 भन्दा बढी प्रजातिका समुद्री जीवहरू हेर्न पाइन्छ, जस्तै सार्क, टुटल, पेङ्गुइन, जेलीफिस, अक्टोपस, सियर्स, स्टिङग्रे लगायतका विभिन्न प्रजातिका जीवहरूको अवलोकन गर्दै यहाँभित्र प्रवेश गरेपछि समुद्रको छुट्टै संसारमा पुगे जस्तो महसुस हुन्छ। मेन पोइन्ट रहेको छ अन्डर वाटर टनेल। टनेलभित्र वरिपरि माछा र सार्कहरू स्विमिङ गरेको देख्दा समुद्रभित्र नै पुगे जस्तो लाग्छ। सी लाइफ बुसानमा सार्क जोन विभिन्न प्रकारका सार्कहरू नजिकबाट हेर्न पाइन्छ। सी टुटल समुद्री कछुवाहरू देख्न पाइन्छ। पेङ्गुइनहरू हेर्न सकिन्छ। जेलीफिस उज्यालोमा चम्किरहेका जेलीफिसहरू निकै आकर्षण देखिन्छन्। अक्टोपस लगायतका विभिन्न समुद्री जीवहरू रहेका छन्। पानी मुनिको टनेलबाट वरिपरि पौडी खेलिरहेका जीवहरू पनि हेर्न सकिन्छ। कलरफुल फिस विभिन्न आकार र रङका धेरै प्रकारका माछाहरू पनि देख्न पाइन्छ। फोटो र भिडियो बनाउनको लागि पनि यो ठाउँ एकदमै सुन्दर छ। यहाँ जेलीफिसहरू उज्यालोमा बिस्तारै तैरिरहेका दृश्य पनि देख्न सकिन्छ। यहाँनिर माछाहरू स्विमिङ गरिरहेका छन्, ल देख्न सक्नुहुन्छ हजुरहरूले पनि। अनि यहाँ स्टारफिस र स्टारफिस एग पनि रहेको छ। म सबैभन्दा पहिला स्टारफिस एगलाई छोप्दैछु, ल देख्न सक्नुहुन्छ यो हो स्टारफिस। सबैभन्दा पहिला हातलाई सफा गरिसकेपछि स्टारफिस र स्टारफिस एग आफैले छोपेर अनुभव गर्न पनि सकिन्छ। समुद्री जीवहरूको बारेमा जान्न र पानी मुनिको सुन्दर समुद्र संसारलाई नजिकबाट अनुभव गर्न चाहनुहुन्छ भने सी लाइफ बुसान एकपटक अवश्य जानुहोला। विभिन्न थिम अनुसार बनाइएका एक्वेरियमहरू भएकोले एक भागबाट अर्को भागमा जाँदा फरक फरक समुद्री संसार देख्न सकिन्छ। लाइट र पानीको सजावटले जेलीफिस र रङ्गीन माछाहरू झन आकर्षण देख्न सकिन्छ। केही ठाउँमा माछाहरूलाई नजिकैबाट हेर्न र उनीहरूको प्राकृतिक वासस्थान जस्तो वातावरण अनुभव गर्न सकिन्छ। त्यसैले यहाँ आएपछि समुद्रको बारेमा किताबमा पढेको भन्दा पनि आँखै अगाडि देखेर अनुभव गर्न पाइँदो रहेछ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।